हामीले दूरदराजको कुनै एउटा गाउँ सम्झ्यौँ, आफ्नो ठाउँ, पहाडको कुनै गाउँ, मधेसको कुनै गाउँ सम्झ्यौँ भने आजभन्दा 25-30-35 वर्ष अगाडि सामान्य पूर्वाधार पनि पुगेको थिएन। सानो खेतबारीमा जति उत्पादन हुन्छ त्यो उत्पादनबाट उब्जनीबाट हाम्रो आफ्नो परिवारले जीविकोपार्जन गरेको थियो। प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो। त्यसले एउटा त भौतिक विकास पनि गर्यो, पूर्वाधारको विकास पनि गर्यो, सामाजिक क्षेत्रमा विकास गर्यो, शिक्षा स्वास्थ्यको विकास भयो, मानव विकास पनि हामी माथि बढ्यौँ। र प्रजातन्त्रको सबभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले विकासको आकांक्षा पनि जगायौँ, भोक पनि जगायौँ। त्यो सबभन्दा महत्त्वपूर्ण कुरा थियो। त्यो 20-25-30 वर्ष पछाडि अहिले 2080-81 सालमा आइपुग्दै गर्दाखेरि हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले सबै कुराहरूबाट ऊ कहाँ पुगेको छ भने आज एक तह माथि उठेको छ। नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्छ जसले गएको 20-25-30 वर्षमा चमत्कारी ढङ्गबाट आफ्नो देशको गरिबी घटाएको छ। हामी त्यो ठाउँमा पुगेका छौँ। अब त्यो परिवारको मान्छेले कसैले 10 पढेको छ, कसैले 11 पढेको छ, कसैले 12 पढेको छ। अब हिजो खेतले मात्र पुगेन, स्वाभाविक रूपमा आम्दानी बढाउन चाहन्छ। आम्दानी बढाउनलाई ऊ आफ्नो घर खेतबाट निस्केको छ। हामीले बाटो बनाइदिएका छौँ, हिँड्न सजिलो भएको छ। मानिस सहरी केन्द्रमा आएको छ। संसारभरि कामहरू धेरै सिर्जना हुने भनेको सिटिजहरूमै हो, सहरी केन्द्रमा आएको छ। सहरी केन्द्रमा आइपुग्दै गर्दा पहिलो कुरा उसले रोजगारी पाएको छैन। दोस्रो कुरा उसले रोजगारी पाइहाल्यो भने पनि अघि नै पनि कुरा जुन उठेको छ त्यो मिनिङफुल छैन, डिग्निफाइड छैन। अर्को चाहिँ उसले गरेको आयले उसको त्यो सहरी क्षेत्रमा गएर आफू बस्न र आफ्नो परिवार पाल्न पुगेको छैन। जसको कारणले गर्दाखेरि हाम्रो 4-4.5 लाख हामी भन्छौँ जुन ठुलो सङ्ख्यामा हाम्रो साथीहरू प्रत्येक वर्ष बाहिर गइरहेका छन्। 5-5.5 लाख श्रमको बजारमा आउँछन्। 50-60 हजारभन्दा बढी हामी रोजगारी सृजना गर्न, मिनिङफुल इम्प्लोइमेन्ट सृजना गर्न सकिरहेका छैनौँ। आज तिनटै कुरा पेपर इन्टररिलेटेड छ। मैले त्यो मात्र भन्न खोजेको कि आज महानन्द 40 सरले उठाउनु भएको रोजगारीको अवसर कहाँ छ भन्ने कुरा चाहिँ त्यो कतिखेर पुरा हुन्छ भने गोपाल सरले राख्नुभएको यहाँभित्रको हाम्रो जुन श्रमको संसार छ, बजार छ, तीभित्र ती तमाम सबै कानुनहरू ठिक ढङ्गले कार्यान्वयन हुने, गलत कानुन छन् भने ती कानुनहरू परिमार्जित हुने र सँगसँगै सुरुमा अर्जुन सरले भन्नुभएको एकीकृत सामाजिक सुरक्षा जस्तो विषयहरूको ठिक ढङ्गले प्रबन्ध गर्ने हो भने मात्रै हाम्रा केटाकेटीहरू यहाँ अडिन सक्छन्।